तपाईँहरू अचम्म पर्नु भएको होला सधैँ घरमा स्टार्ट गर्ने मान्छे आज त 81 चिया बगान देख्दाखेरि हामी चाहिँ अहिले कन्यामा आइसकेका छौँ बाल सिर्जनाको स्टाफहरू अब चाहिँ हामी खाना खान्छौँ अनि खाना खाइसकेपछि फेरि भिडियो हेर्दै गर्नु होला यहाँ चाहिँ हाम्रो प्यारी म्याम हुनुहुन्छ परिना म्याम से हेलो म्याम सेवा अब हामी खाना खाऊँ अनि हामी खाना खाइसके पश्चात हामी फेरि भिडियो भ्लग बनाउने छौँ हेर्दै गर्नु होला बोल्नु न अर्को नि जाँदै गर्नु अब हामी चाहिँ खाना खान लागेको यहाँनिर यहाँ चाहिँ हुन्छ सिस्टर प्रणता से हाई प्रणता हाई भन्नु न लक्ष्मी म्याम परिना म्याम पानदीप यता म्यामहरू हेलो म्यामहरू फियोना से हाई फियोना विकल सर यता हाम्रो सर हुनुहुन्छ अब चाहिँ हाम्रो खाना खाने बेला भइसकेको छ खाँदै हुनुहुन्छ उहाँहरू चाहिँ हामी चाहिँ कन्यामा आइपुग्यौँ हेलो तपाईँहरू पनि आउन सक्नुहुन्छ कन्याम एकछिन ढुममा हुन्छ अनि एकछिनमै फेरि दिन खुल्छ तपाईँहरू यहाँ आएर घोडा पनि सवार गर्न सक्नुहुन्छ यसरी यो चाहिँ इलाम त्यो परको चाहिँ लभ डाँडा परिना म्याम तपाईँहरू यहीँ जानुभएको होइन पहिला सरले सिडी थिएन त्यतिखेर थिएन जस्तो लागेको हो थिएन होला सरहरूसँग आउनुभएको थिएन तपाईँ फर्स्ट टाइम कि सेकेन्ड थर्ड टाइम होइन म चाहिँ 4 टाइम भइसक्यो आएको यहाँनिर चाहिँ यहाँ चाहिँ म्यामहरू फोटो भिडियोहरू लिनु हुँदैछ हामी चाहिँ यस्तो जाडोमा पनि टिकटक बनाउनका लागि चियाबारीतिर जाँदैछौँ हाम्रो टिकटक बनाउने टोलीहरू यता हुन्छ कस्तो भइरहेको छ राम्रो चिसो के गर्नु घामले साथ दिएन तर पनि हामी यस्तै पनि के बनाउँछौँ त दिपा म्याम टिकटक भिडियो पर्ने म्याम खुट्टामा टिकटक लाएर भन्ने भिडियो हुँदैछ यतिको बसी बसी चाहिँ टिकटक बनाउनु पर्ने हुन्छ है गाइस वाउ खतरा दिपा म्याम ए परिना म्याम ए हाई हाई गर्नु न कस्तो मजा भएको छ कि छैन साथीहरूले तपाईँको भ्लग हेर्नुहुन्छ के भन्न चाहनुहुन्छ इलाम आउनुहुन्छ आउनुहोस् भन्नुहुन्छ कि के भन्नुहुन्छ केही भन्नुहुन्न टिकटक बनाउनको लागि यति धेरै स्टेप सोच्नु पर्ने हुन्छ है गाइस यतिको चाहिँ डान्स गर्नुपर्ने हुन्छ है हामी चाहिँ चिया बगान पनि घुमिसक्यौँ अब घर जाने पनि काम भइरहेको छ तपाईँहरू चाहिँ इलाममा आएर साइक्लिङ गर्न पनि सक्नुहुन्छ है यहाँ को इच्छुक हुनुहुन्छ घोडा पनि चढ्न सक्नुहुन्छ सबैजनाले के आउँदैछ भन्नु न यो आउँदैछ खोला आउँदैछ केही देख्दैन अन्धकार भइरहेछ आँखा छोप्नु भइरहेछ है क्या के आयो अब कस्तो डर लाग्दो उयो आइरहेछ के चाहिँ के आएको छ भन्नु त यस्तो जङ्गल जस्तै छ डेन्डो कहाँ पुग्नु भयो ट्रेनमा मजा आउँदैछ के देख्नु भयो स्काई टावरहरू जस्तै डर लाग्दो छ कि छैन छैन यो भिडियो चाहिँ मेरो प्यारा प्यारा भाइ बहिनीहरूको लागि यो चाहिँ घोडा बान्ने तबेला है तबेला भनेको चाहिँ यसरी घोडालाई राखिन्छ अनि यसरी बाँधिन्छ यो चाहिँ घोडा राख्ने तबेला साथीहरू तपाईँहरू चाहिँ कन्यामा आउँदै हुनुहुन्छ भने प्लिज ज्याकेटहरू चाहिँ तातो तातो बोकेर आउनु होला एकैछिनमा वेदर चाहिँ यसरी चेन्ज भएर एकदमै जाडो भइरहेको छ तपाईहरुले चाहिँ आफ्नो लुगाहरू बोकेर आउन सक्नुहुन्छ हेलो घोडा हाय
अहिले दिउँसोको 4 बजेको छ तर पनि हेर्न सक्नुहुन्छ यस्तो धेरै अँध्यारो छ नि तपाईँहरूलाई कस्तो फिल भयो आज एकदम जाडो भयो रमाइलो भयो कि भएन वाउ यत्तिको हुनु पर्यो नि त घुम्दाखेरि रमाइलो आएपछि जस्तै यो फुललाई यसरी छुनुहुन्छ उहाँहरूले मलाई दिनु होला है अघि भर्खरसम्म यति धेरै भिड थियो नि हेर्नुहोस् त हुसेले कुहिरोले गरेर सबै मान्छेहरू गायब भनेको त को पो देख्छु यहाँ के गर्नु भएको दिनु न ज्याकेट हाम्रो ज्याकेट ए दिपा म्याम के भयो तपाईँलाई खुकुरी सरहरूसँग आउनु हुँदाखेरि ए अघि भन्दै हुनुहुन्छ त यो लभ डाँडाको विशेषता चाहिँ के हो परिणा म्याम एक्सप्लेन गरिदिनुहोस् त यो लभ डाँडाको विशेषता चाहिँ यो ठाउँमा आएर छुट्नु हुँदैन लभ गरिरहनु दुईजना जोडी हुनुहुन्छ अरे हजुर अनि जहिले यही मात्रै आउने अरे अँ जहिले यही आउने अरे हैन हजुर जहिले मान्छेले देख्ने अरे त्यही बसिराख्ने अरे यही आउने अरे हजुर हजुर अनि भन्दै जानुहोस् लास्टमा चाहिँ मान्छेले साह्रै देखेर अँ प्रेम भनेको त अब यो संसारमै हैन ठुलो कुरा हो त्यही र ल है सबैजना जोडीहरू यही आएर चाहिँ बसेर चाहिँ गर्नुपर्छ है ठुलो जेसीबीले खनेर यो कन्यामको लभ डाँडा भन्ने ठाउँमा चढ्दैछौँ अरू म्यामहरू चाहिँ उता पुगिसक्नुभयो हामी दुईजना चाहिँ हिँड्दै जाँदैछौँ हाम्रो म्याम चाहिँ एक्लै हुनुभयो अरे लभ डाँडामा जोडी भेट्नु भएन अरे बिरक्तिनु हुँदैछ यहाँ बिरक्तिँदैछु है अनि यसरी चाहिँ हामी उकालो चढेर जाँदैछौँ यो चाहिँ तलको दृश्य देख्न सक्नुहुन्छ हाम्रो म्यामको जोडी को हुनुहुन्छ सम्पर्कमा आइहाल्नु होला प्लिज रमाइलो भयो आइरहेको हेलो भनिदिनुहोस् त मेरो ब्लगमा हामी चाहिँ यहाँ कन्याममै भएको नर्सरी भिजिट गर्न आएको छौँ यहाँनिर सिस्टर हामी के चाहिँ कस्तो राम्रो राम्रो यता हेर्नु सकुलेन्ट प्लान्टहरू यति धेरै हुन्छ कि तर यो तलतिर जाग्दैन नि त गर्मीले मरिहाल्छ क्या सबै झापातिर जाग्छ यो कृष्णकली कस्तो राम्रो मैले चाहिँ यो खालको कृष्णकली लान आँटेको छु कति राम्रो क्या त कन्याममा कति राम्रो तपाईँहरू पनि यहाँ आएर यति राम्रो राम्रो नर्सरी भिजिट गरेर फुलहरू लान सक्नुहुन्छ है हामीले जस्तै हामीले चाहिँ कन्याममा आएर फुल मैले पनि अब चाहिँ हाम्रो भ्लग पनि कन्यामको भ्लग पनि यति नै इन गर्न आँटेको मेरो म्यामहरू केही भन्नु होला हाम्रो म्यामलाई सपोर्ट गरिदिनु होला लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला बाइ बाइ